हेलो साथीहरु नमस्ते है सबैजनालाई। अहिले चाहिँ म घरमै छु हो। आज चाहिँ म घरमै ब्लग स्टार्ट गर्दैछु किनभने म अहिले एउटा सामान लिनको लागि मटिगडा जाँदैछु हो। तपाईहरुलाई के सामान ल्याइदिन्छु भनेर है म देखाउनेवाला छु है। मैले नानीलाई पनि भनेको छु है के सामान ल्याउनु गएको भनेर है। नानीलाई पनि अहिले देखाउँछु। नानी पनि पुरा एक्साइटेड भइरहेको छ हो। यता हेर्नु नानी, नानी पनि एक्साइटेड भइरहेको छ हो के सामान ल्याउँछ बाबाले भनेर हो। यता नानीको साथी पनि बसिरहेको छ के चाहिँ ल्याउनुहुन्छ भनेर हो। यता मेरो बुढी पनि एकदम रेडी भइरहेको छ जानुको लागि। अब के चाहिँ ल्याउँछ भनेर उसलाई पनि थाहा छैन, उसलाई पनि भनेको छु मैले। अब डाइरेक्ट वहीँ लिएर जान्छु, त्यतिखेरै म बताउँछु। ल साथीहरू है अब चाहिँ निस्किन आँटेको हामी रेडी भइरहेको छु हो। एकदम पानी पनि हल्का हल्का आउँदैछ, पानीले भिजाउने हो कि। ल साथीहरू निस्केको हामी घरबाट है। अब चाहिँ उसले के गर्छ ढिलो गरिदिन्छ हो। भक्क रेडी हुँदैछ हो। छिटो गर। यो हो एकदम रेडी, रेनकोट लिएर रेडी बसिरहेको छु म चाहिँ हो। बाइकमा रेनकोट हेलमेट। यो चाहिँ मेरो घरको हेज हो है। यो हेज पनि काट्नुपर्ने छ, एक दिन काटेको छैन। यसको पनि मजाले तपाईँहरूलाई म ब्लग बनाएर बनाएर देखाउनेवाला छु है। हेज काटेको पनि तपाईँहरूले हेरिदिनुहोस् होला है। ल साथीहरू, ल साथीहरू अहिले चाहिँ म र बुढी चाहिँ एकदम जाँदैछु है। अहिले पात्रघट्टा, यो पात्रघट्टाको बाटोबाट जाँदैछु हामी चाहिँ अहिले हो। यहाँ पात्रघट्टातिर आइपुगिसकेको छु। ल साथीहरू अहिले चाहिँ म कपल बजारमा यहाँ आइरहेको छु है मटिगडा। म चाहिँ यहाँनिर टिभी लिनु भनेर आएको छु है। यहाँ म तपाईँहरूलाई देखाउनु छु है टिभी। यहाँ चाहिँ मैले स्यामसङको टिभी हेरेको छु हो। यहाँ चाहिँ मेरो बुढी बसिरहेको छ हो। यहाँ फोनिक्सको रहेछ है। यहाँनिर स्यामसङ है। यहाँ चाहिँ फ्रिजहरू है, गोदरेज सबै कुरो पाउँदो रहेछ हो। म चाहिँ आज टिभी लिनु भनेर आएको है। टिभी चाहिँ पहिलाको टिभी चाहिँ बिग्रेर नयाँ टिभी ल्याउनु भनेर चाहिँ मैले कहिलेदेखि सोचिरहेको थिएँ हो। किनभने नानीहरू पनि टिभी हेर्नु खोज्छ, मोबाइल दियो भने त बिग्रिहाल्छ। त्यही भएर चाहिँ मैले टिभी लिनु भनेर सोचेको थिएँ हो। त्यही भएर आज टिभी लिनु आएको। लक्ष्य दिएको म चाहिँ अब फाइनेन्सवालालाई बोलाएर ल्याएको छु है। फाइनेन्स गरेर लिनु भनेर है। क्यास लिनु पर्ने छैन, फाइनेन्स गरेर लिनु पऱ्यो। लक्ष्य दिएको भिडियोमा बनिरहनु होला है। टिभी चाहिँ मैले लिइसकेँ है। पेकिङ सेकिङ भइसक्यो। यहाँ भाइले मजाले पेकिङ गरिदिएको छ। किनभने पेकिङ गरेको कारण चाहिँ पानी आउन आँटेको छ हो। बिजोग हुने रहेछ आज। पानी पऱ्यो भने चाहिँ मेरो टिभीको बिजोग हुने रहेछ। ल साथीहरू अब चाहिँ हामी यहाँबाट निस्केको है। यो चाहिँ खोप्रेल मोड हो। खोप्रेल मोड। ल साथीहरू अब चाहिँ म निस्केँ ल यहाँबाट। ल बाई बाई। अब चाहिँ घरमा गएर देखाउँछु तपाईँलाई म टिभी। र टिभीको इन्स्टल चाहिँ भोलि हुन्छ अरे है। आज त सन्डे पऱ्यो, आज त आउँदैन अरे हो। भोलि बिहान गरिदिन्छ अरे इन्स्टल। ल बाई बाई साथीहरू। ल साथीहरू अब चाहिँ म घर आइपुगेँ है फाइनली। पानी चाहिँ परेन, साह्रै पेकिङ चाहिँ गर्नु लाग्यो। र पनि हल्का हल्का पानी चाहिँ छिटाउँदै थियो हो। अहिले भने चाहिँ बल्ल बल्ल घर आइपुगेँ हो साथीहरू। बल्ल ढुक्क लाग्यो हो। टिभी पनि ल्याइसकेँ साथी। अब चाहिँ इन्स्टल चाहिँ भोलि हुन्छ है। तब चलाएर चाहिँ म हल्का देखाउँछु तपाईँलाई। ल यहाँ हेर्नुहोस् मेरो टिभी चाहिँ एकदम आइपुगिसक्यो है। यो चाहिँ मैले तपाईँको स्यामसङको है 180 सेन्टिमिटर तपाईँको यो 43 इन्चेसको रहेछ है यो टिभी चाहिँ। कस्तो लाग्यो मेरो टिभी है। ओ प्लास्टिक खोलेर देखाइदेऊ त। हेर्नुहोस् साथीहरू है, मैले चाहिँ प्लास्टिक खोलेर अहिले यहाँ साइड गरिरहेको छु। यो चाहिँ मेरो टिभी है, भर्खर आइपुगेको। यहाँ हेर्नुहोस् टिभी चाहिँ यस्तो छ है। ल साथीहरू कस्तो लाग्यो मेरो आजको सपिङ चाहिँ है। निकै खर्च भयो आज चाहिँ। के गर्नु है, यता खर्च गराउने मान्छे यहाँ पनि छ। गर्नुपर्छ नि कोही कोही बेला बुढाहरूलाई है। नरायणी आज त। ल साथीहरू बाई बाई है। आजको ब्लग चाहिँ मेरो यहीँसम्म गर्छु है। ल बाई बाई। तपाईँहरूलाई सेयर गरिदिनु होला है, लाइक चाहिँ गरिदिनु होला है। ल साथीहरू बाई बाई।